एकदम धेरैले फलो गरिदिनु भएको छ, धेरैले माया गरिदिनु भएको छ। टिना खुसी भएर लगभग खुट्टा अहिले जमिनमा छैन टिनाको। छैन, माया गरिदिनु भएको छ। नेपाली माया देखाउनु पर्छ, हामी कति माया गर्छौँ भन्ने कुरा पनि त देखाउनु पर्छ नि त होइन। यसले हाम्रो घाटा लाग्ने केही होइन, जे हुन्छ फाइदै हुने हो। कुनै दिन फेरि उहाँ यस्तो मनकारी हुनुहुन्छ कि तपाईँ कुनै दिन बङ्गलादेश आउनुभयो र केही अप्ठ्यारो गाह्रो साह्रो पऱ्यो भने ट्याक्कै भन्नुभयो भने हरेक कुराहरूको लागि अगाडि, एक त जर्नलिजम पढ्नुभएको त होइन, के अरे जर्नलिस्ट चाहिँ हो उहाँ। अनि त्यो पनि क्राइम रिपोर्टिङ गर्नुहुँदो रहेछ। केही अप्ठ्यारो गाह्रो साह्रो पर्दाखेरि फ्याट्ट भन्दाखेरि जहाँ पनि जति बेला पनि हेल्प गर्ने खालको नेचर भएको एकदम मनकारी हुनुहुन्छ क्या। अनि त्यसरी पनि सबै कुराहरूलाई हामीले नेगेटिभ लिनु पनि हुँदैन, सबै कुरालाई नेगेटिभ सोच्नु पनि हुँदैन। केही कुराहरू उहाँसँग एउटा खालको आत्मीयता चिनजान भयो भने कुनै दिन कतै बङ्गलादेश आएको बेला गाह्रो साह्रो पर्दा पनि हामीले उहाँको हेल्प लिन सकिन्छ। अनि कतै नेपाल आउँदाखेरि पनि उहाँ आइहाल्नु भयो भने पनि हामीले हेल्प गर्न सकिन्छ। एकदम मनकारी हुनुहुन्छ। सबैजना जोडिनु होला, सबैजनाले एउटा राम्रो खाले व्यवहार देखाइदिनु होला। अनि अरूभन्दा नि अचम्मको कुरो त्यहाँबाट सर्प आइरहेको। सर्प हो? डर लाग्यो? होइन, डर त लाग्यो। सर्प हो? सर्प हो। टन्नै छ सर्प यहाँ? होइन, के अरे यो पानी सर्प। पानी सर्प हो त। ओए सर्प हुँदो रहेछ यार, यो त बोल्दा बोल्दै डर लाग्यो। अनि मैले फेरि एउटा भिडियो बनाएको छु टिनासँग, युट्युबमा पनि आइरहेको छ। अस्तिको पनि तपाईँहरूले एकदम धेरै मन पराइदिनु भयो। अनि मलाई पनि पर्सनल्ली कतिले म्यासेज गरेर कति मिठो बोल्नुहुँदो रहेछ, नेपाली पनि साह्रै मिठो बोल्ने, कुराकानी साह्रै मिठो गर्ने, अनि नेपाललाई पनि अति माया गर्ने भन्नुभयो। अनि धेरैजना जोडिएर लगभग अहिले त 62,000 फलो गरिसक्नु भएको रहेछ फेसबुकमा। त्यो सबैजनाले म्यासेज गर्नुभएको छ अरे, बिस्तारै रेस्पोन्स गर्छु, सबैजनाको म्यासेज रिप्लाई गर्छु भन्नुभएको छ। अनि उहाँ यसै पनि नेपाललाई माया गर्ने, अहिले त झन् नेपाली जोडिएको भएर एकदम धेरै माया गर्नुहुँदो रहेछ। थ्याङ्क यू, सबैजना जोडिदिनु होला। भिडियोहरू छोटो छोटो भिडियो पहिला काठमाडौँ जानुभएको रहेछ नि, अनि काठमाडौँतिरको भिडियोहरू पनि हालिरहनु भएको छ अहिले। अनि हाम्रो काठमाडौँ गएर त्यति बेला पनि नेपालको बारेमा राम्रै बोल्नुभएको रहेछ, राम्रै भन्नुभएको रहेछ। अहिले त झन् यसै राम्रो भन्नुभएको छ। अनि हामी उहाँको फेसबुक मार्फत बङ्गलादेश पनि हेरौँ, पछि अब हामी गइसके पछाडि त यहाँ सबै कुरा त देख्न पाइँदैन। यहाँको कुराहरू उहाँले यहाँको बङ्गलादेशको कुराहरू नेपालीमा बोलेर हाल्नुहुन्छ, बनाउनुहुन्छ। सबैजना जोडिनु होला है त। थ्याङ्क यू। अब तपाईँको यो बङ्गलादेशमा आएर कसरी लाग्यो? बङ्गलादेश राम्रो लाग्यो। तपाईँसँग भेटिएपछि झन् राम्रो लाग्यो। अरू दिदीहरू जो नेपालबाट आउनुभएको थियो नि, हजुर, उहाँ दिदीहरूसँग पनि भेटिए पछाडि उहाँहरूसँग झन् राम्रो लाग्यो। किन भन्दा हाम्रो लागि त यहाँ कोही पनि हुनुहुन्थेन नि त। तपाईँहरू चिनिनु भयो, दिदीहरू हुनुहुन्छ, घरमा गएर बसियो, खाइयो, तपाईँहरूसँग हिँडियो। त्यसले गर्दाखेरि अझै हामीलाई सहज भयो क्या, सजिलो भयो। बङ्गलादेश पनि एकदम यादगार बन्यो। एकदम धेरै देशहरू पुग्छौँ नि त हामी, गइरहेको छौँ। अनि यसरी नै तपाईँहरू जस्तै मान्छेहरू भेटिनुहुन्छ, साथीभाइहरू भेटिनुहुन्छ, अनि उहाँहरू पनि खुसी हुनुहुन्छ। अनि हामीलाई पनि रमाउने बाटो बन्छ कि, वातावरण बन्छ। एकदम राम्रो लाग्यो त। अनि बङ्गलादेशको खाना खायो? बङ्गलादेशको खाएँ। बङ्गलादेशको घरमै गएर पनि खायो, एकदम मिठो लाग्यो होइन। मिठो लाग्यो। अनि बाहिरतिर पनि खायो, त्यो स्विट्सहरू पनि खायो। अझै सबैभन्दा मिठो लागेको अस्ति जुस खायो नि हामीले त्यहाँ। त्यो जुस त मेरो दिमागमा आज खाने। त्यो 2 दिनसम्म त्यो जुस दिमागमा घुमेर नि अहिले धेरै मिठो लाग्यो है। लास्टै मिठो त्यो लेमन जुस खाएको थियो नि उहाँको रेस्टुरेन्टमा। अनि त्यहाँ यस्तो मिठो लाग्यो कि, अनि त्यो सम्झेको 2 दिन हामी टाढा गयौँ नि त, पर गयौँ नि त ढाका। अनि त्यो 2 दिनभरि सम्झ्यौँ, त्यतातिर हेऱ्यौँ, भेटेनौँ क्या। अनि आज खानुपर्छ ल। हस्। आज चाहिँ हामी घुम्दै पनि छौँ, घुम्नुपर्छ ल। बाई बाई सबैलाई, नेपाली साथीलाई बाई बाई।